साथीहरु नमस्ते, म हुँ राधाकृष्ण। यथार्थ टिभीको पर्दामा स्वागत गर्न चाहन्छु। आज हामीले जान्नेछौँ चन्द्र ग्रहण किन लाग्दछ, सूर्य ग्रहण किन लाग्दछ, चन्द्र र सूर्य ग्रहणलाई कसले प्रभाव पार्दछ, कसले पीडा दिन्छ आदि कुराहरू जान्नेछौँ र चन्द्र र सूर्य ग्रहणलाई पीडा दिनुको पछाडिको कारण पनि जान्नेछौँ। यस्तो पौराणिक रहस्य सुन्नको लागि भिडियोलाई पुरा हेर्नुहोला र अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। श्रीमद् भागवत महापुराण अनुसार एक दिन स्वर्गका राजा इन्द्र बाटोमा हिँड्दै गर्दा दुर्वासा ऋषिसँग भेट भयो। दुर्वासा ऋषिलाई प्रणाम गरे। प्रणाम गरिसकेपछि दुर्वासा ऋषिले आशीर्वाद स्वरूप आफूले लगाएको गलाको माला दिनुभयो। त्यो माला इन्द्रले लगेर आफ्नो हात्तीलाई लगाइदिए र त्यो हात्तीले त्यो मालालाई कुच्यो। यसरी आफूले दिएको मालाको अपमान भएको जानेर दुर्वासा ऋषिले श्राप दिनुभयो, जसको कारणले देवताहरू श्रीहीन भए, देवताहरू शक्तिहीन भए। त्यसपछि यो सुनेर दैत्यहरूले देवतामाथि आक्रमण गरे। आक्रमण गरिसकेपछि निस्तेज भएका देवताहरूले हारेर सबै ब्रह्मलोकमा गएर ब्रह्माजीको प्रार्थना गरे। ब्रह्माजीले भन्नुभयो, यो समस्याको समाधान मसँग छैन, बरु हामी भगवान श्री विष्णुको समीपमा जानुपर्छ। तब सबैजना भगवान विष्णुको समीपमा जानुभयो र गएर भगवान विष्णुसँग प्रार्थना गर्नुभयो, हे विष्णु भगवान, हामी त निस्तेज भएका छौँ। दुर्वासा ऋषिको श्रापको कारणले हामी श्रीहीन भएका छौँ। अब हामीलाई दैत्यहरूले पनि आक्रमण गरेर पराजित गरिसकेका छन्। यस्तो अवस्थामा हामीले के गर्दा राम्रो हुन्छ, हाम्रो संरक्षणको उपाय बताइदिनुहोस्। यस्तो कुरा सुनेर भगवानले भन्नुभयो, त्यसो भए एउटै उपाय छ, त्यो हो समुद्र मन्थन। अब तिमीहरूले समुद्र मन्थन गर्नु पर्दछ। यो सुनेर देवताहरूले भने, हुन्छ समुद्र मन्थन त गर्छौँ, तर कसरी गर्ने, हामीले मात्रै गर्न सकौँला त? तब भगवानले भन्नुभयो, तिमीहरूले मात्रै गर्न सक्दैनौ, त्यसको लागि दैत्यहरू पनि चाहिन्छन्। तब देवताहरूले भने, हुँदैन, शत्रुहरूसँग के मिल्नु? तब भगवानले भन्नुभयो, हेर, यस्तो बेलामा शत्रुको पनि आफूले साथी जस्तो व्यवहार गरेर शत्रुलाई पनि आफ्नो वशमा लिनुपर्छ। एउटा सर्प थियो, त्यो सर्प मुसो खानको लागि दौडिरहेको थियो। एक दिन एउटा मुसोको पछि लाग्दा लाग्दै सर्प एउटा दुलोभित्र पस्यो र कसैले सर्प भित्र गएको देखेर त्यो दुलो बन्द गरिदियो। बन्द गरिदिइसकेपछि सर्पले सोच्यो, अब बाहिर जानको लागि मेरो कुनै उपाय छैन, यदि मैले यो मुसालाई खाएँ भने म पनि मर्छु। त्यसैले सर्पले युक्ति लगाएर मुसासँग साथी बन्यो, मुसासँग मित्रता गर्यो। दिन बित्दै गयो। एक दिन सर्पले भन्यो, हे मुसा साथी, धेरै दिन भयो हामी बाहिर नगएको, हामी बाहिर घुम्न जाउँ। मुसाले हुन्छ भनेर एउटा अर्को बाटो बनायो। त्यो बाटोबाट दुईजना नै बाहिर गए। बाहिर गइसकेपछि मुसाले भन्यो, ल हुन्छ साथी, म पनि बिदा हुन्छु। तब सर्पले भन्यो, कहाँ बिदा हुनु, यति दिनदेखि म भोकै बसेको छु, मैले खानेकुरा केही पनि पाएको छैन भनेर त्यही मुसालाई खाएछ। त्यसैले कहिलेकाहीँ शत्रुलाई पनि मित्र जस्तो व्यवहार गरेर आफ्नो कार्यको सिद्धि गर्नुपर्दछ। यस्तो भगवानले भनेको सुनिसकेपछि देवताहरूले हुन्छ भने अनि समुद्र मन्थन सुरु भयो। समुद्र मन्थन सुरु भइसकेपछि त्यसबाट धेरै कुराहरू निस्किए। त्यसमा केही कुराहरू देवताहरूले राखे भने केही चिजहरू दैत्यहरूले राखे। यसरी गर्दा गर्दै साक्षात लक्ष्मीजीको प्राकट्य भयो। लक्ष्मीजीको प्राकट्य भइसकेपछि सबैजनाले मलाई चाहिन्छ भन्न लागे। त्यसपछि स्वयंवर सभा भयो। त्यो स्वयंवर सभामा लक्ष्मीजीले जसको वरण गर्नुहुन्छ त्यही लक्ष्मीजीको पति भन्ने कुरा निर्णय भयो। त्यसपछि स्वयंवर सभा भइसकेपछि स्वयंवर सभामा लक्ष्मीजीले सबैलाई हेर्नुभयो, कुनै पनि चित्त बुझ्दो मान्नु भएन। तर भगवान स्वयंवर सभाबाट बाहिर बस्नु भएको थियो। तब लक्ष्मीजीले गएर त्यो वरमाला भगवान श्री विष्णुलाई पहिराइदिनु भयो। यसरी लक्ष्मी नारायणको विवाह सम्पन्न भयो। त्यसपछि समुद्र मन्थन गर्दै गर्दै जाँदा त्यो समुद्रबाट विष निक्लियो। अब यो विषले संसारको सत्यानाश गर्छ, यसको के गर्ने भनिसकेपछि भगवानले उपाय दिनुभयो, शङ्कर भगवानको प्रार्थना गर्नुहोस्। सबै देवताहरूले त्यो विष लिएर गएर शङ्कर भगवानको प्रार्थना गरे। प्रार्थना गरिसकेपछि शङ्कर भगवानलाई विष पिउन आग्रह गरे। शङ्कर भगवानले पार्वतीजीलाई सोध्नुभयो। पार्वतीजीले हुन्छ भनिसकेपछि शङ्कर भगवानले त्यो विष पिउनुभयो। त्यो विष पिउने बित्तिकै शङ्कर भगवानले चिन्तन गर्नुभयो, मेरो मनमा श्री विष्णुको वास छ, श्री कृष्ण भगवानको वास छ।
यदि मैले यो विष पिए भने मेरो हृदयमा बसेको भगवानलाई कष्ट हुन सक्छ। त्यसैले शङ्कर भगवानले त्यो विषलाई घाँटीमै राख्नुभयो, जसको कारणले उहाँको घाँटी निलो भयो। त्यसैले उहाँलाई नीलकण्ठ भनिन्छ। त्यसपछि जसको लागि समुद्र मन्थन गरिएको हो त्यो अमृत लिएर धन्वन्तरी भगवान समुद्रबाट बाहिर आउनुभयो। बाहिर आइसकेपछि दैत्यहरूले त्यो अमृतको भाँडो लिएर भागे। यसरी भागिसकेपछि देवताहरूले भगवानको प्रार्थना गरे, जुन अमृतको लागि हामीले यति ठुलो मेहनत गर्यौं त्यो सबै व्यर्थ गर्यौं। प्रभु, हामीले अमृत कसरी पिउने? यस्तो सुनेर भगवानले भन्नुभयो, एउटा उपाय म गर्छु, तिमीहरू चिन्ता नगर। उतापट्टि दैत्यहरू त्यो कलश लिएर गइसकेपछि परस्पर युद्ध गर्न लागे। मलाई पहिले भन्न लागे। यस्तो देखेर भगवान एउटी स्त्रीको रूप धारण गरेर त्यही पुग्नुभयो। सबैले ती स्त्रीलाई देखेर मोहित भए अनि उनको परिचय सोध्न लागे। अनि परिचय सोधिसकेपछि भने, हेर, अहिले हामी यो अमृत लिएर त आएका छौँ, तर हामीमा परस्पर नै सम्बन्ध राम्रो भएन, झगडा भइरहेको छ। कसले पिउने भन्ने विषयमा हाम्रो मिलिमतो भएको छैन। तिमीले बाँड न। भगवानले भन्नुभयो, मेरो विश्वास नगर है। दैत्यहरूले भने, किन विश्वास नगर्नु? त्यसपछि भगवानले भन्नुभयो, ठिकै छ, त्यसो भए म एउटा कुरा तिमीहरूलाई भन्छु, ध्यान दिएर सुन। यो अमृतको तल धेरै बाक्लो अमृत छ र माथि धेरै पातलो छ। यदि तिमीहरूले सुरुमै पियौ भने पातलो पिउनु पर्छ, तर पछि पियौ भने बाक्लो पिउनु पाइन्छ। एउटा कुरा ध्यान दिएर सुन्नु, यो अमृतको आधा भागमा पातलो छ। हामीहरूले यो फ्याँक्नु भन्दा देवताहरूलाई दिनु उचित हुन्छ, अनि बचेको आधा बाक्लो हामीहरूले पिउँला। यस्तो सुनिसकेपछि हुन्छ भनेर दैत्यहरूले पनि सम्मति देखाए र अब त्यहाँ पंक्ति लायो, यानि कि लाइन लायो। पहिले देवताहरूको पंक्ति अनि दैत्यहरूको पंक्ति। भगवानले देवताहरूलाई अमृत बाँड्दै जानुभयो। यो सबै कुरा देखेर दैत्यहरू मध्येमा सोरभानु भन्ने दैत्यलाई शङ्का लाग्यो। उसले देवताहरूको रूप धारण गर्यो र देवताहरूको बीचमा गएर उभियो। अगाडिपट्टि देख्यो कि सूर्य भगवान हुनुहुन्थ्यो, पछाडिपट्टि देख्यो कि चन्द्र भगवान हुनुहुन्थ्यो। यसरी देखिसकेपछि सूर्य भगवानले पनि अमृत पिउनुभयो। त्यसपछि पालो आयो सोरभानुको। जब सोरभानुले यसरी हातमा लिएर अमृत पिउने बित्तिकै चन्द्र र सूर्यलाई थाहा भयो यो त दैत्य हो। जब चन्द्र र सूर्यलाई थाहा भयो उहाँहरूले भगवानलाई बताइदिनु भयो। यसरी भगवानले थाहा पाइसकेपछि भगवानले आफ्नो हातमा रहेको चक्र छोडिदिनु भयो अनि त्यो सोरभानु राक्षसको शिर काटियो। तर अमृत पिएको हुनाले उसको शिर पनि जिउँदै रह्यो र शरीर पनि जिउँदै रह्यो। जुन शिर भाग हो त्यसलाई हामीले राहु भन्ने गर्दछौँ र जो शरीर भाग हो त्यसलाई हामीले केतु भन्ने गर्दछौँ। यसरी राहु र केतु दुईटा ग्रह हुन् जसलाई चन्द्रमा र सूर्यको कारणले अलग हुनु पर्यो, जुन कि पहिले एउटै थिए। यसरी आफूले पीडा पाएको अनुभूति भइसकेपछि सोरभानु राक्षसले यानि कि सोरभानु दैत्य अथवा राहु र केतु ग्रहले चन्द्र र सूर्यलाई बारम्बार पीडा दिने गर्दछ। आफूलाई दिएको पीडालाई सम्झेर राहु र केतु ग्रहले बार बार चन्द्र र सूर्य भगवानलाई पीडा दिने गर्दछन्। यसलाई नै हामीले ग्रहण भन्ने गर्दछौँ। पक्कै पनि चन्द्र ग्रहण र सूर्य ग्रहण किन लाग्दछ, चन्द्र ग्रहण सूर्य ग्रहणमा कसले पीडा दिन्छ, किन पीडा दिन्छ भन्ने पौराणिक कथा हजुरले पक्कै पनि थाहा पाउनु भयो होला। हामीले एकदमै संक्षेपमा व्याख्या गरेका छौँ। आजको लागि भने यति नै। यस्तै अमेजिङ भिडियोजहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनु होला। नमस्ते।